9 नम्बरको क्वेसनमा हाम्रो हेर्नु त अब यहाँ मान्था भनेको धेरै हुनु है धेरै हुनु यसको फान्देमाल है फान्दे मान्थाको छक्ता भन्ने हुन्छ है मान्थाको छक्ता अनि खुदाको थाक्ता अग्लो हुनुको होचो हुनु धेरै हुनुको कम हुनु है अनि अग्लो हुनुको होचो हुनु अनि नोप्ताको नात्ता उच्च हुनुको न्यून हुनु नोप्ताको नात्ता है अनि ताल्दाको खिल्ला ताल्दा भनेको छोटो हुनु खिल्ला भनेको लामो हुनु है अनि खोप्ता भनेको साँगुरो हुनु नल्दा फराकिलो हुनु है यो फान्देमालहरू सब फान्देमाल है मान्था धेरै हुनु नात्ता न्यून हुनु आइसक्यो आफुदा बिरामी हुनु दुख्नु भन्ने हुन्छ सिमादा भनेको गाढा हुनु गहिरो हुनु है गहिरो हुनु गाढा हुनु है चर्को हुनु हेर्नु त सौमी सिमादा भन्छ आवाज चर्को हुनु नेम्सेगा सिमादा नेम्से भनेको गन्ध है पर्फ्युम अनि थङचुङी सिमादा भन्छ थङचुङ भनेको चाहिँ दुखाइ भन्ने हो है दुखाइ अनि खाम्गी सिमादा खाम्गी रोल सिमादा भन्छ अथवा खाम्गी सिमादा है आन्सर 2 भयो एकदम जोडले है रुगा लाग्नु सिमादा भन्ने हुन्छ है मान्था नात्ता आफुदा मिल्दैन है दस नम्बरको आन्सर लाउनु त यो थाम्सा गाथा सहभागी हुनु है